आज चाहिँ म तपाईहरुलाई म बस्ने अपार्टमेन्टको कम्पाउन्ड चाहिँ देखाउन गइरहेको छु। यो चाहिँ हाम्रो अपार्टमेन्टको चाहिँ मेन गेट हो। यो कम्पाउन्डमा चाहिँ 4वटा गेट छ। यो त्यो मध्येमा चाहिँ मेन गेट चाहिँ यो हो। उहाँ चाहिँ हाम्रो पाले दाइ। अनि चाइनामा चाहिँ सिंगल बिल्डिङ भन्दा पनि त्यो कम्पाउन्ड भित्र हुन्छ के, कम्पाउन्ड भित्र अपार्टमेन्टहरु हुन्छ। अनि कम्पाउन्ड भित्र सबै सुविधाहरु हुन्छ के। यो चाहिँ हाम्रो म्यानेजमेन्टको बिल्डिङ हो। त्यसको छेउमा चाहिँ स्याउको बोर्ड छ। यो स्याउ चाहिँ जसले टिपेर खाँदा पनि हुन्छ पाकेपछि। यो यसको भन्ने हुँदैन, जसले टिपेर खाँदा नि हुन्छ। यो चाहिँ हाम्रो म्यानेजमेन्ट बिल्डिङ हो। तपाईको अपार्टमेन्टमा केही पनि समस्या आयो भने यहाँ आएर भन्यो भनेदेखि उनीहरूले 24 आवर नै सर्भिस दिन्छ। अनि यो चाहिँ हाम्रो पसल हो। यदि केही सामान चाहियो भने चाहिँ हामी यहाँबाट लिन्छौँ, नभए म्याक्सिमम चाहिँ हामी अनलाइन नै अर्डर गर्छौँ। सजिलो पनि हुन्छ। यो कम्पाउन्ड भित्र चाहिँ कतिवटा बिल्डिङ चाहिँ मैले गनेको छैन। यहाँ चाहिँ ठुल्ठुलो बिल्डिङ भिला सबै पाउँछ। तपाईलाई कुन चाहिँ मन पर्छ तपाईले त्यो किन्न सक्नुहुन्छ। तपाईलाई अब अग्लो बिल्डिङ चाहिन्छ, त्यहाँ अपार्टमेन्टमा बस्नुहुन्छ भने अपार्टमेन्टमा बस्दा पनि हुन्छ। र तपाई एउटा प्राइभेट घरै लिन्छु भन्दाखेरि चाहिँ यो घर पनि लिएर चाहिँ बस्न सकिन्छ। यो कम्पाउन्ड भित्र हेर्नुस् पुरै ग्रिनरी छ, हराभरा हैन, ठुलो छ, स्पेस छ। यहाँ भित्र चाहिँ कम्पाउन्ड भित्र चाहिँ गाडीहरु लिएर आउन मिल्दैन। ई बाइकहरु मिल्छ, साइकलहरु मिल्छ, त्यो भन्दा अरु चाहिँ ल्याउन मिल्दैन। चाइनाको सिटीतिर चाहिँ यस्तो कम्युनिटी हुन्छ के। अनि ठुलो कम्पाउन्ड हुन्छ, त्यहाँ ठुल्ठुलो बिल्डिङहरु हुन्छ। जानुस्, किन्नुस्, बस्नुस् सबै सुविधाहरु त्यही हुन्छ। स्विमिङ पुल देखि लिएर जिम, पसलहरु अनि यताउति सबै हुन्छ के त्यहाँ। मेन कुरा चाहिँ तपाईहरुको घरमा बच्चाहरु छ भने बच्चाहरुको लागि चाहिँ एकदम सेफ हुन्छ के। कम्पाउन्ड ठुलो हुन्छ। बच्चाहरु चाहिँ बाहिर निस्किन मिल्दैन। त गार्डहरु हुन्छ, गार्डहरुले चाहिँ बाहिर जान दिँदैन। यदि फ्यामिलीहरु छ भनेदेखि चाहिँ जान दिन्छ, नभए बच्चाहरुलाई मात्र चाहिँ बाहिर जान दिदैन। र जानु पनि जरुरत पनि पर्दैन। यताउति केही किन्नु पर्ने छ, आइसक्रिम किन्नु पर्ने छ, चकलेट किन्नु छ भने त्यही पसलै हुन्छ। यो चाहिँ हाम्रो कम्पाउन्डको चाहिँ प्लेग्राउन्ड। यहाँ चाहिँ ठुलो सानो बच्चाहरु आएर खेल्छन्। अनि यो चाहिँ बालुवा। यदि तपाईहरुको बच्चालाई बालुवा खेल्न मन छ भनेदेखि ल्याउने, खेलाउने, के गर्नु छ गर्नु। यो चाहिँ ठुलो छ, कम्पाउन्ड ठुलो छ। मैले चाहिँ यो भिडियो अहिले बाइकबाट चाहिँ भिडियो बनाइराखेको छु। अलिकति मैले भिडियो पनि फास्ट गर्नुपर्ने हुन्छ ताकि तपाईहरुलाई पनि यो भिडियो हेरेर चाहिँ तपाईहरुलाई बोरिङ नहोस्। त्यहाँबाट चाहिँ बाइकबाट बनाएको र भिडियो पनि अलिकति म फास्ट गर्दै छु। अनि यो कम्पाउन्ड भित्र चाहिँ धेरै थरीको फलफुलको बोटहरु छ, अंगुर छ, आरु छ, स्याउ छ, अरु के छ, फलफुल टन्न छ के। अनि यदि तपाईलाई खान मन छ भने टिप्ने खाने यो फलफुल खायो भनेर तपाई भाडा कोही पनि कराउन आउँदैन। पाकेपछि जले टिपेर खाँदा पनि हुन्छ के। यो चाहिँ सिजनल फ्रुटहरु हुन्छ। तपाईलाई मन लाग्छ टिप्नुस्, खानुस्, कसैले आएर कराउँदैन। अब खाने खान्छ, नखाने खाँदैनन्, पाक्छ, झर्छ, कुहिएर जान्छ, त्यो त्यस्तै हो। यो चाहिँ हाम्रो कम्पाउन्ड भित्रको चाहिँ यसो एक्सरसाइज गर्ने ठाउँ, जिउ तन्काउने ठाउँ। यो चाहिँ बुढाबुढीको लागि यसो आउने, जिउ तन्काउने जो हो। यहाँ कुर्सी पनि छ, बेला बेलामा पनि आउँछु, मोबाइल खेलाउँछु, जिउ तन्काउँछु। यहाँ चाहिँ यो चाइनिज बच्चा मसो जिस्किरहेछ। यिनीहरूलाई चाहिँ यो पुलिस आर्मी बने एकदम रहर हुन्छ के। यिनीहरूले खेल्ने भनेको यसरी ड्रेसअप गर्छ अनि गन बोक्यो अनि खेल्छन् के। अनि म पनि हल्का यसो पुलअप गर्नु पर्यो भनेर पुलअप गर्दै थिएँ। ठ्याक्कै एउटा फुच्चीले मलाई बोलायो, हेलो हेलो गरेर। अनि पुलअप गर्न छोड्यो, कसले बोलायो भनेर यसो हेरेको, यो चिनेको फुच्ची रहेछ। अनि मलाई चाहिँ हेलो हेलो गरेर त्यसले के ल्याएको रहेछ, त्यो मलाई देखाउनलाई चाहिँ बोलाएको रहेछ। अनि यसो पुलअप गर्दै ठ्याक्कै त्यो फुच्चीले बोलाए। अनि पुलअप गर्न छोडेर चाहिँ त्यो फुच्चीतिर हेरेँ। अनि किन भनेर सोधेको, त्यो के ल्याएको रहेछ के। अनि मैले पनि ओके राम्रो छ भन्दै। अनि यो चाहिँ हाम्रो कम्पाउन्ड भित्रको वाटर फाउन्टेन। बच्चाहरु चाहिँ बाहिरबाट माछा समातेर लिएर आउँछन् अनि यहाँ फाल्छन् अनि खेल्यो बस्यो। यो चाहिँ हाम्रो वरिपरिका बिल्डिङहरु, हराभराहरु। यो बच्चाहरु चाहिँ के गरे हो, गाडीमा के खोज्यो होला। जता पनि हराभरा छ के। जहाँ रोडमा, बाहिर, घरमा जता पनि हराभरा चाहिँ हुन्छ। रुखहरु, फलफुलहरु टन्न रोपेको हुन्छ। यो चाहिँ प्लेग्राउन्डहरु, बुढाहरु खेल्दैछन्। हावा पनि मस्त चलिरहेछ आज। यो चाहिँ घाँस चाहिँ होइन, यो चाहिँ भित्रको यो बिल्डिङमा चाहिँ म बस्छु, हेर्न सक्नुहुन्छ। त्यो चाहिँ हो मेरो अपार्टमेन्ट है। जुम गरेको छु, त्यो चाहिँ मेरो अपार्टमेन्ट हो। यो चाहिँ बुढाहरु यहाँ मुभी हेर्दैछन्। यो चाहिँ यहाँ चाहिँ बेला बेला भन्दा पनि महिनामा एकचोटि यसरी ग्यादरिङ गरेको हुन्छ। अनि पपकर्न खाँदै, मुभी हेर्दै यसरी चाहिँ गर्छ। महिनामा एकचोटि चाहिँ अरेन्जमेन्ट गरिरहेको हुन्छ।